मात्र पैसा लाग्छ भन्ने यो कुरा यार त्यसो त्यहाँ बोट टाल्नु पर्यो कि कोही यहाँ घुम्न आउनु सिकाउनु पर्दैन भाइ हामीलाई सिकाउनु पर्दैन 3-4 वर्ष भयो तिमीले सिकाउनु पर्दैन हैन त्यो जरुरी छैन सिकाउनु पर्दैन बोट टाङ्नु पर्छ धनकुटा आको मात्र पैसा लाग्छ भन्ने अहिलेसम्म नेपाल हामी पनि नेपाली हो हामी पनि धेरै ठाउँ तिमीलाई इन्डियन भनेछ त अनि तपाईले त्यस्तो किन कुरा भनेछ तिमीलाई अनि धनकुटा आकै मात्र पैसा उठाउन भनेछ हैन त्यही त भने हामीलाई पनि थाहा छ कि इन्डिया नेपालमा कसरी के हुन्छ भने थाहा छ भने यो पार्किङ नगरपालिकाको हैन पार्किङ पार्किङ गरेछ पूर्वोत्तर शुल्क बजार छिरेको पैसा कहाँबाट कहिलेदेखि कुन सरकारले लगाउन थाल्यो नगरपालिका तपाई नगरपालिकाको मान्छे हो तपाई नगरपालिकाको मान्छे हो ल के छ प्रमाण देखाउनु तिमीले किन चाहियो प्रमाण कस्तो मैले पैसा दिने अनि तपाईले प्रमाण नदिने मैले पैसा दिने तपाईले प्रमाण नदिने हाम्रो ठेक्का हो त्यो जरुरी छैन त्यसो गाडी चाबी राख्नु गाडी बिहान बेलुकीसम्म राख्नु किन जबरजस्ती होला तिमीहरुको यहाँनेर आएर तिमीहरुको यहाँ मन पनि चल्छ ए तपाईको चाहिँ यहाँको भएपछि तपाईको मन पर्दी चल्छ त्यो गाली नदिनु है गाली तिमीलाई दिएको छैन अनि कसलाई दिनु भा तिमीलाई गाली दिएको छैन भाइ मैले लिने के लाग्ने पैसा मागेको नगरपालिकाको हो भने नगरपालिकामा जाम न नगरपालिकामा जाम तपाई जाम नगरपालिका यहाँ सुन यो तिमीलाई मैले त्यसको लागि प्रमाणको लागि दिएको छु मैले के को पैसा भन्नु न के को पैसा भन्नु न पैसा के को हो तिमीलाई पढ्न आउँछ कि आउँदैन ल पढ्छु र रोक्नु पढ्छु नगर सवारी मजाले पढ कख पढ्न आउँछ कख पढ्छ दाइ तपाई भन्दा धेरै नै पढ्यो होला पढ्न पढेको छ होला तपाई भन्दा धेरै नै भ्रमण नगर पढेको छ होला अनि तपाईले किन कख बाबा भनिराख्नु भएको तिमीलाई दिइराछु त तिमीलाई पढ्न दिइराछु त नगर सवारी पार्किङ पूर्वाधार तथा सडक सरसफाई पार्किङको मैले पार्किङ गरेको छु तीनटा शीर्षक छ मैले पार्किङ गरेको छु छैन पार्किङ गरेको छैन पहिलो शीर्षक त छैन तिमी नसिकाऊ दाइ तपाईले सिकाएको हैन के तपाई यहाँको लोकल हुनुहुन्छ ठीक छ के तर जबरजस्ती पैसा चाहिँ उठाउने त्यो भएन के तपाईको पारा बैलरको कुरै नगर न लोकल र बैलरको कुरै नगर सम्बन्धित ठाउँ छ हैन त्यस्तो हैन निकाय छ जाऊ कम्प्लेन गर जाम न त ठीक छ नगरपालिका जाम हामी पनि बुझ्छौं 40 रुपैयाँ तिर हैन पहिले तिर्नु पर्छ नगरपालिका जान्छु म कहाँ लिएर म कहाँ भाग्छु हैन भाइ त्यस्तो हुँदैन गाडी यो नगरपालिकाको सिस्टम ल यो कस्तो तरिका हो सँगै हिँड्नु न तपाई हिँड्नु नगरपालिका मेरो जान पाए आवश्यक छैन हैन अनि किन अनि तपाईले भन्ने बित्तिकै हामीले पैसा दिनुपर्छ भन्ने छ म जानु पर्ने आवश्यक छैन कतै तिरेको छैन दाइ यार धनकुटा छिर्ने बित्तिकै पैसा लाग्छ भने यो त अचम्मै हो त अचम्म र सचम्म गरेर जहाँ गरेको कमेन्ट गर्छ गर 40 रुपैयाँ तिर तपाईले 5000 भने पनि हामीले दिनु पर्छ हामी त्यो लेखेको भन्दा बढी त्यो मानौँ न योमा 5000 लेखेको भने लेखेको भन्दा हामी धेरै दिदैनौँ मान्नु यो 5000 लेखेको भने दिनु पर्छ उले त्यो हामीले चाहिँ इन्क्वायरी गर्न पाउँदैन कि के हो कसो हो किन पाउँछ मजाले त गरिरह्यो मजाले जाउँ जाम नगरपालिका के को सही सम्बन्धित ठाउँमा जाने निकायमा जाने कम्प्लेन गर्ने हामीले लिने पैसा लिने हो हैन सम्बन्धित ठाउँ छ दाइ यो नगरपालिकाले लिएर नगर भाइ ल कस्तो सम्बन्धित निकाय हैन तपाई किन थर्काइ निकाय छ तपाईँ थर्काइ किन राख्नु आज भन्नु त सम्बन्धित निकाय छ तपाई